हरे कृष्ण सबैलाई नमस्कार छ है त। नमस्कार दिदी, कहिले आउनु भयो? राधे राधे। के छ खबर सन्चै छौ? ठिक छ त, कहिले हो के आउनु? म त हिजो राति आएको। यहाँ सबै कपडा हतालिङ्गै लतालिङ्गै केटाकेटी स्कुल जाने। आज फेरि केटाकेटीको स्कुलको कुन्नी के हो, प्यारेन्ट्स डे हो कि के भने रहेछन्। त्यहीँ दौड्दै गएको। हेर हिजो आएर केही नगरेको थपै लागेको सुतेँ। रातिमा हिँड्ने गाडी फेरि गाउँबाट आएको। राति थपै लाएर अस्ति बिहामा जानुभएको थियो नि? हो, त्यही बिहामा जाँदा यो कपालै स्ट्रेट गर्नुभएछ त। मलाई त मेहन्दी हाल्दिन भन्नुहुन्थ्यो, कपाल स्ट्रेट पारेर हाम्रो दिदी कति राम्रो भएर हेर्नुहोस् त, सबैजनाले हेरिदिनु त। मैले त मेहन्दी पनि हाल्दिनँ, कपाल पनि बनाउन भनेको। मेरी छ नि उता पल्तिर देउरानी, त्यसले त हुन्न दिदी, यस्तो सबै कति राम्रा भएर आउँछन्, तिम्रो त बिजोग देखिन्छ त्यहाँ त भने। हुन पनि सबै राम्रा भएर आएका। मलाई त दिदी तपाईँ त अहिले चेन्ज हुनुभएछ भने सबैले। मान्छे त कति चेन्ज भएको काठमाडौँ बसेर भने। मलाई त खुसी लाग्यो। कपालले गर्दा त्यति चेन्ज भइदो रहेछ है? हो, कपालले धेरै फरक पार्ने मान्छेलाई। कपाल केटी मान्छेको त कपाल लाँदै राम्रो हुने रहेछ। छोटो कपाल हुनेको खासै सुहाए चाहिँ मान्दिनँ के मैले पनि केटी। अन्त स्ट्रेट गरेको विशेष राम्रो के है? कति राम्रो देखिनु भएको क्या। हजुरलाई हेरेको गर्न मन लाग्यो भने आज त। हो त, फेसै अर्कै देखियो भन्थ्यो त्यो पार्लरमा पनि। त्यो केटीले पनि मान्छेको फेसै चेन्ज भयो तपाईँको त। पहिला त यस्तो होइन, यो कपाल स्ट्रेट गरे यस्तो चिन्नै गाह्रो भयो भन्छ। कतिको प्रशंसा गरे त यो कपालको बिहामा। बिहामा गएको त सबैले कति राम्रो भएको भन्छन्। सधैँ त्यत्तिकै भुल्ली बनेर हिँड्ने गाउँमा। यहाँ त काठमाडौँ भनेको काठमाडौँ हो, यो त कति छिटो चेन्ज भई हावापानी फेरिएछ क्या भन्छन्, जिस्क्याउँछन् सबैले। त्यही भन्दै सबैले त्यही भने। खुसी लाग्यो। बिहा त झन् कति रमाइलो भयो, कति रमाइलो। जन्ती गइयो, बाजामा ड्याङ 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 नाचियो, कम्पिटिसनमा नाचियो। हो त, कति रमाइलो भयो। सबैको अगाडि राम्री भएर देखिँदा त छुट्टै मजा आयो होला है। कति आनन्दमय यस्तो हुन्छ कि। अब म पनि गर्नु पर्यो कि आई दिदी कपाल स्ट्रेट? गर्नुपर्छ कि। यो कपाल त स्ट्रेट गर्ने नि यहाँ आउने रहेछ। तानेपछि लामो हुने रहेछ त्यो स्ट्रेट भनेकै। यस्तो बजाङमा भएको कपाललाई तानेर सिधा गराउने रहेछ के। मलाई पनि के थाहा थियो र। त्यही त, मेरो छोड्ने भने कस्तो हुन्छ होला दिदी, खै विचार गरौँ है त। म खासमा ल छोडेपछि सुहाउँछ कि क्या? मलाई पनि स्ट्रेट गरेपछि जस्तो लाग्यो है। कस्तो गुङरुङ्गा भएको यो राम्रो भयो होइन? टल्किन्छ स्ट्रेट गरेपछि त। हेर न, मेरो कपाल टिलिक्क टल्किया आयो। हो त नि, सुन चाहिँ टल्किया छ है। हो नि, म पनि यो केराटिङ गर्नु गएको होइन। यो बोटक्स हो कि बोटक्स हो कि केराटिङ भन्दो रहेछ। फरक हुने रहेछन्। त्यहाँबाट के गरौँ भन्छ। जे राम्रो हुन्छ त्यही गर्दै भन्छु, केही थाहा नभएको मलाई। हो त, त्यहाँबाट बोटक्स के भन्छ। हुन नि हामी दिदी बहिनी त उस्तै भइरहेको थियो कि। हुन नि दिदी एकदम राम्रो भयो। अलि मान्छेहरूले पनि हेप्ने के चिटिक्क नपरे त है। त्यही त, व्यवहारै कस्ता गर्ने। म त 3-6 पर्ने। अलिकति फरक के हुँदो रहेछ नि, आफू भुल्ली भएर गयो भने मलाई के भने होला, म यस्तो भएँ, मलाई त यस्तो भने होला नि जस्तो हुने। अनि अलि राम्रो चिटिक्क पऱ्यो, अरूभन्दा पनि राम्रो भयो भने म हुँ जस्तो हुने। त भित्रैबाट आत्मबल बढेर आउने है। केही भएन, आनन्द। सबैसँग खुसी हुन पाउने, गफ गर्ने, यताउता हाँस्ने बोल्ने सबैजना गर्ने भाइ। नानी त देखे पनि नचिने झैँ गर्थे त। हो त नि। हो, भाउजू बुहारीहरूले पनि है। अहिले त नबोल्ने मान्छे पनि मुसु दिदी म पनि त्यसो भए भोलि नै गयो क्याराटिङ अरे। त्यही क्याराटिङ हो कि के हो गर्न, म पनि भोलि नै गइहालेँ। ल तिमी भन न भाइ। पहिला म जाँदाखेरि नदेखे झैँ गरेँ, उता फर्किन्थेँ। अहिले त आउ नाचम भयो नि। हो त, कपालको कमाल है।
हत्तेरिका हामी त यति कपालले पछि परेका रहेछौँ कि त कपालले मात्रै नआए कि धेरै फरक परिने रहेछ के यस्तो एकचोटि गयो कपाल बनाउनु मन लाग्छ त्यहाँ अरूले गरेको देख्दा ए अलि राम्रो भइन्थ्यो कि भनिन्छ यस्तो यस्तो क्रिम लाइन्छ अर्कै राम्रो देखिन्छ हौ त्यही भएर गरम के हुन्न फरक पर्दैन त्यो 3000 लिने रहेछ 3000 त अब जान्छ खाएर जान्छ हराएर जान्छ हो त नि त्यो चाहिँ अब 3000 केही पनि होइन पैसा आफ्नो सुन्दर हुन्छ नि त अनुहार फेस चम्किलो बनाउँछ अनि यी कपडा चाहिँ बिहामा गएर आका कपडा पनि पठाउनुलाका बाबुहरूका त्यो सबै कपडा हत्ला लथालिङ्गै रहेछ त्यहाँ त्यही भएर हो यो केराटिन त गरम गरम त्यही त यसो 5000 त लिने रहेछ अब भोलि लिएर जाऊ है दिदी मलाई पनि राम्रै बनाऊ के आफ्नो त 5000 लिने रहेछ हेर 5000 मा 2000 को त यति त्यो लाउने कपालमा फेरि क्रिम लाउने गरे अरूले नहुने हामीले नुहाउँथ्यौँ नि हाम्रो पत्ताका स्याम्पूले भएन त्यो चल्दैन अब त्यो यत्रो क्रिम आफै दिन्छ के 5000 लिन्छ यत्रा बोतल क्रिम भन्छ के भन्छ दिनी लपक्क लगाएपछि त कपाल त फुल झैँ सुल्ला झर्ने हो र अचम्मै रहेछ म त दिन्छ परे के देख्न परेको यो काठमाडौँमा आएर यसो केही देखी थिएन भाइ कति हो त नि गाउँमा त मात्रै नाङ्गो साबुनले नुहाउँथे त्यहाँ न पैसा दिदी स्याम्पू किनेर दिदी यता सुन्नु न मेरो कहानी भन्छु के काठमाडौँमा आएर बसेँ होइन यही कपाल यस्तो नबनाएका कारणले झुम्री बनेकै मान्छेहरूले आफ्नै मान्छेहरूले बोल्दैनन् त आफ्नै मान्छे नराम्री भयो भनेर तो लागेर त्यही भएर यसो त्यो मलाई के काम लाग्छ र न राम्री छ न काम लाग्छ भन्छन् देखे पनि नदेखे चाहिँ गर्छन् बोल्दैनन् के त्यसलाई पनि देखाउने तरिकाले हिँड्न पर्ने रहेछ कि हो त अब त मेरी दिदी तिमी छौ साथी दुईजना चिटिक्क परेर टक्क लाएर हामी पनि को भन्दा को होइन र अब मलाई पनि कम्पिटिसन रहेछ कि जमाना आज भोलि त हेर पहिला जस्तो रहेनछ कम्पिटिसनको जमाना रहेछ बरु घर एक छाक खाने रहेछन् हेर आफ्नो सौन्दर्य त ख्याल गर्ने आजकल त त्यही अरूले रुचाउँछन् भनेर त होला नि केटा मान्छेले केटाले नै जसले पनि राम्रो मान्छन् नि त म त कति लाटीके त्यही कुरा पनि अघि त्यत्रा कुरा हुँदा पनि नबुझ्ने है म त लाटी भन्दा साह्रै गोबरै भएर हेपेका रहेछन् त मान्छेहरूले त्यही भएर त्यसो गर्ने रहेछन् कि आजकलका केटीहरूले पनि एक छाक खाने गरे त्यो स्लिम बन्छु भन्छन् पैसा जोगाउन हैछ के पैसा जोगाएर यो कपाल बनाउनु बजारमा अब कमाइ यति चाहियो के रे खाना लाउन पर्यो त्यही भएर एक छाक खाएर बरु कपाल फेसियल गर्ने यो कपाल केराटिन गर्ने होला यो यहाँ होइन के फेसियल भन्ने फेरि यस्तो फेसियल गर्ने गरे यो चाउरी परे पनि यस्तो भर बच्चा बनिन्छ अरे के फेसियल भनेको त्यो अब त हामी दुईटा केमा कम के है बरु एक छाक खाने कपाल स्ट्रेट गर्ने भोकै त म त सक्दिनँ बस्न त कति भोक लाग्छ दुई छाक र चार छाक बरु यसो गर्ने मिठो नमिठो जे हुन्छ गम खाने बरु चिउरै भए पनि खाने स्याम नखाने कपाल स्ट्रेट चाहिँ गरौँ ल ओके दिदी म पनि अब हजुर जस्तै दुईजनाको ल जोडी पक्का एउटी केटीले त हेर स्ट्रेट गरेको मैले भन्थेँ त्यहाँ फेरि 15 दिन भयो भने चाहिँ फेरि गर्न गइछ त्यसको त पैसा त्यस्तो त बढी भरै हो तर कोही अलि चाहिँ बन्न पर्दो रहेछ भन्ने म सबैबाट आफन्तबाट साथीभाइबाट हेपिएको नाताले चिटिक्क नपरेर हो कि भन्ने महसुस चाहिँ गरेँ किनकि तिम्रो कपाल देखेर तिम्रो मुहार नै चेन्ज भयो दिदी त्यही देखेर मुहारै चेन्ज हुँदो रहेछ भन्ने चाहिँ थाहा भएँ तपाईँ पनि अरू कसैले हेपेका छन् आफन्तले मुहारै चेन्ज गर्नु छ यताउति गर्नु छ भने चिटिक्क पर्नु छ भने अरू कुरामा खर्च नगरेर आफू चिटिक्क पर्नुहोस् आफ्ना लागि गर्नुहोस् सौन्दर्य हो सुन्दर भइन्छ आफू रहे अरू सबै हुन्छन् आफू नरहे कोही पनि रहन्न आफ्नो शरीरको ख्याल गर्नु है आफ्नो शरीरको ख्याल गर्नु आफू चिटिक्क पर्नु हेर्नु मोर्दा आदिन केही पनि छैन बाँच्दासम्म हो त्यही भएर बाँचुन्जेल रमाउने 2 दिन बाँचुन्जेल रमाउने खानी हाँस्ने बोल्ने अब मेरो यो घुम्रे कपाल रहेन अब अर्कोचोटि तपाईँले देख्दा पुरै केराट्याङ हो कि केराट्याङ गरेर चटक्क परेर हिँड्छु म पनि केराटिन भन्न केराटिन केराटिन भयो कि केराटिन केराटिन हो गरे के केराटिन गरे
ए स्ट्रेट भनेको क्राइटिङ भनेको सिधा गराउने जे भने पनि ए अलिअलि जान्दा पनि जान्दिनँ के त्यही भएर त हेप्छन् त मैले त सबैले त्यही एक दिन गएको सबै सिकेर आएँ त नि हो। हिँड्न पनि पर्ने रहेछ के अँ, म त डुम्म कोठामा बस्ने अब त म त हिँड्छु झैँ भयो ल। बाहिर यसो ल ल अब यी कपडा सपडा पट्याम राखौँ अनि उ गरौँ अब पछि फेरि अर्को भेटमा कुरा गरौँ